आज 27 तारिक सेप्टेम्बर 2025 को 27 तारिक म जर्मन आएको यहाँ 17 तारिक ओके 17 तारिक आएर चाहिँ मैले चपट डकुमेन्टेसनको सबै काम गरेँ। अहिले म 2-3 दिन भइसक्यो डकुमेन्टको काम गरेको बादमा 3-4 दिन भयो हप्ता दिन भयो म आएको। त्यहाँ आएदेखि मैले काम खोजिरहेको छु, एउटा काम भेटेको छुइनँ। सबैले भन्छन् ल्याङ्ग्वेज चाहिन्छ भन्छन्। C1 C2 B1 B2 एकदमै पुरा ल्याङ्ग्वेज चाहिन्छ, ल्याङ्ग्वेजमा बोल्नै पर्छ जर्मनमा तब मात्र काम पाइन्छ भनेर यहाँ चाहिँ त्यस्तो सिन छ। काम पनि पाका मान्छेहरू पनि छन् यहाँ र गर्दै पनि छन् र धेरै भाग आएर मान्छेहरू काम नपाएर फेरि वापस फर्केका मान्छे पनि छन्। र यो सारा चिज राखौँ एउटा साइडमा र मेरो एक्सपिरियन्समा म भन्छु अहिले मलाई सर्दी बुखार एकदम सारा चिज भइसकेको छ अब यो जर्मनीमा। तर पनि मैले चाहिँ अब घरमा नर्मलै देखाइरहेको छु होइन। मैले काम खोज्दैछु, एप्लिकेसन हाल्दैछु, दिनमा म 50वटा एप्लिकेसन हाल्दैछु, दिनमा मलाई 50वटा रिजेक्सन आइरहेको छ। जति एप्लिकेसन हाल्छु त्यति धेरै रिजेक्सन आउँदैछ, जति हाल्छु त्यति धेरै रिजेक्सन। पार्ट टाइम कामको लागि कहीँ पनि मैले खोजिरहेको छु, पार्ट टाइम काम पनि मैले भेटिरहेको छुइनँ। कोही बेला मलाई चाहिँ यस्तो लाग्छ भने म यहाँ आएर चाहिँ बहुत ठुलो गल्ती गरेँ जस्तो लाग्छ। तर हामीले हार मान्नु हुँदैन भन्ने कुरा चाहिँ मसँग छ। सरी, हामीले चाहिँ जिन्दगीमा कहिल्यै पनि हार मान्नु हुँदैन। हामीले लास्ट अन्तिम समय तक ट्राई दिनुपर्छ। के थाहा 99 टाइम्स तपाईँले ट्राई गरेर तपाईँले त्यत्तिकै छोडिदिनु भयो, त्यो 100 एउटा तपाईँको ट्राईले अगर यस हुन्छ भने तपाईँले 100 पुर्याउनै पर्छ। तपाईँले एउटा यस सुन्नको लागि 100% तपाईँले दिनुपर्छ। 99% दिएर तपाईँले गिभ अप गर्नु हुँदैछ भने त्यो 1% तपाईँको चान्स हुनसक्छ। त्यसलाई लिएर म चलिरहेको छु गाइस। यहाँसम्म आउनको पनि केही न केही एउटा रिजन हुनसक्छ भनेर सोचिरहेको छु। मलाई धेरै मान्छेहरूले भन्नुहुन्छ होइन, मेरा भ्युवर्स, मेरा फ्यामिली, अब म नाम इन्क्लुड गर्दैछु। मेरो एउटा दिदी हुनुहुन्छ, इटालीमा काम गर्दै हुनुहुन्छ, बहुत पहिलाको पुरानो मतलब चिनजान हो या फेरि हामी सँगै बस्यौँ इन्जिनमा होइन। उनको नाम चाहिँ अब डल्ली सुनार भनेर चिनिन्छ होइन। ऊ चाहिँ बहुत मेहनती दिदी हो, हामीलाई ट्युसन पढाउनुहुन्थ्यो। बहुत सानोदेखि नै उनले हामीलाई हेरिराख्नु भएको थियो। अनि उनको भाइ सुनिल होइन, दाइ नै हो भनौँ न। अब हामी चाहिँ अब साथी हो, सुनिल सोनार, उसले पनि मलाई कल गरिरहेको छन्। अरू मेरो साथी रेमन, उसले पनि मलाई मतलब मोटिभेसन दिइरहेको छ। भाइ पुरुषोत्तम भाइ, अरू पनि बहुत सारा छन् अब होइन मेरो फ्यामिलीमा, साथीभाइमा, मामा कालमा नौरबारीमा पनि छन्, सिक्किममा पनि छन् मामा अब होइन, नेपालमा सानीमा हुनुहुन्छ। मेरो चाहिँ मलाई उत्तेजना दिनुभएको छ, मोटिभेसन दिनुभएको छ। र मेरो फ्यामिली त अब बहुतै धेरै होइन, उनीहरूले त मलाई यति धेरै गरेको छ मेरो लागि कि मेरो बहिनीले, भाइले अनि आमा बाबा यति धेरै गर्नुभएको छ कि मसँग शब्द छैन। र म कसैलाई मतलब यो भनेर होइन, फ्यामिलीलाई पनि भनेर चाहिँ मैले कहिल्यै पनि यो गुण चाहिँ मतलब तिरिसक्दिनँ होइन। त्यति धेरै सपोर्ट चाहिँ अब पाएको छु मैले। र मेरो सारा रिलेटिभ, खानदान, फ्रेन्ड, फ्यामिली सबैले थ्याङ्क यू सो मच त्यसको लागि। आजको सिचुएसनमा मैले अगर यहाँ आएर काम नगरिकन म त्यत्तिकै गएँ भने मलाई जतिजनाले मेरो प्रति त्यो विश्वास छ नि तोडिन्छ होइन। म अगर केही नगरी गिभ अप गरेर गएँ यहाँ आइसकेपछि, बाहिर निस्किँदाखेरि जर्मनीमा बोल्छ बुझिँदैन, त्यहाँ सामान किन्न जाँदा जर्मनीमा बोल्छ बुझिँदैन, रुममा सबै आफ्नो बिजी। अहिले फिलहाल खाली छ रुम। म अहिले जबै एप्लाई गरिरहेको छु, रुम खाली छ होइन। के भन्ने, आफ्नो जिन्दगीमा आफूले सङ्घर्ष गर्नुपर्छ। यहाँको कहाँ हो, के हो, कस्तो हो, हरेक चिज युरोमा जान्छ। अब एउटा तेल किन्न गयो भने पनि युरोमा पैसा पेमेन्ट गर्नुपर्छ। अब 1 युरो 100 रुपियाँ 150 रुपियाँ मतलब 104 रुपियाँ भइसकेको छ। अनि यस्तो सिचुएसनमा चाहिँ अब म छु होइन। तर पनि मैले यो सिचुएसनबाट के सिक्दैछु भन्ने कुरा चाहिँ पोजिटिभमा लिँदैछु। यो भिडियो अहिले अपलोड गर्दिनँ म,
यो भिडियोको बादमा अर्को भिडियो बनाउँछु जब पाएपछि। मलाई विश्वास 100% पार्ट टाइम काम फर्स्ट गर्छु। पार्ट टाइम काम गर्दा गर्दै फेरि बादमा पछि गएर फुल टाइम जब एप्लाई गर्छु र म आफूलाई विश्वास गर्छु र आई क्यान डु इट भनेर चाहिँ मैले जब एप्लाई गरिरहेको छु र म कुद्छु पनि, फिल्डमा पनि उत्रिन्छु र जब खोज्छु। किनभने दुनियाँले गर्दैछ भने म किन सक्दिनँ भन्ने कुरा चाहिँ त्यो मेरो अन्दरमा छ र हर एक कोहीको अन्दरमा यो कुरा हुनुपर्छ। र म पार्ट टाइम जब पाएपछि चाहिँ यो भिडियो हाल्छु अनि दुईटै भिडियोलाई चाहिँ कम्बाइन गरेर तपाईँले हेर्नुहोस् हैन। यो भिडियो सो लास्टमा म के भन्न चाहन्छु भने केही पनि काम तपाईँले गर्नु हुँदैछ त्यो कामलाई चाहिँ 100% दिनु हैन। अगर भएन, तपाईँले गर्दा गर्दै पनि भएन त्यो काम, तपाईँबाट हुँदै भएन भने यो तपाईँको गल्ती होइन, सिस्टमको गल्ती। के चिजको लागि ट्राई गर्नु हुँदैछ, केही चिजको लागि तपाईँले 100% दिनु हुँदैछ र पनि भएको छैन भने बार बार तपाईँले ट्राई गर्नु हुँदैछ, भएको छैन भने यो सिस्टमको गल्ती हो, तपाईँको गल्ती होइन। तपाईँले आफ्नो रास्ता बदलिनुपर्छ। त्यसको लागि त्यो डेस्टिनेसनमा पुग्नको लागि तपाईँले यो सिधा बाटो भएन भने टेढो गर्नुपर्छ। जस्तो हामीले घिउ निकाल्दा सिधा अम्लोले निस्केन भने हामीले अम्लो टेढा गर्नुपर्छ र अहिलेको जेनेरेसनमा यो स्किलहरू बहुत इम्पोर्टेन्ट छ। ओके, खाना बनाउनुपर्छ आफै, यता भाषा सिक्नुपर्छ अनि यता जब एप्लाई गर्नुपर्छ अनि कुद्नुपर्छ हैन सबैतिर। मसँग अनलिमिटेड राइडको लागि यो युबान भयो, ट्रेन भयो, त्यसको टिकट छ मसँग हैन। र पनि म भित्र रुम बन्द छ, रुम लक छ, भित्र म जब एप्लाई गर्दैछु। मान्छे यो रुमका जति मान्छेहरू छन् आएर 6-7 महिना भयो उनीहरू आएर बसेका, जब पाएका छैन उनीहरूबाट मैले के कुरा सिक्न पाएँ भन्दाखेरि यहाँ अब जब पाउँदैन, अब यताउति 4-5 महिना 1 साल बसेर भिसा एक्सपायर भएपछि चाहिँ घर जाने भनेर सिक्न पाएँ। त्यति नै सिक्न पाएँ। उनीहरूको माइन्ड सेट चाहिँ अब त्यो भरिएको छ कि अब यसै ट्राई गरिहाले, हुँदैन, अब पास काट, घुम्न जा, यता घुम उता घुम, महिनाभरि त फ्री नै हुन्छ। अब पास काटेपछि 6000 तिरेपछि 58 युरो तिरेपछि त फ्री नै हुन्छ। पास काटेपछि एकदमसँगले घुमेको घुमै गर, कहाँ जा, कता जा, उता पार्टी जा, उता घुम। अरे यार, यहाँ आएको छ मान्छे त काम फास्ट के कामको लागि आएको, किन आएको? अहिले यहाँ छु, म यो रुममा छु, मैले तिरिरहेको छु पैसा पाती, मतलब किन चाहिँ म यहाँ छु भनेर त्यो चिज चाहिँ मान्छेहरूले सोच्दो रहेनछ क्या। इन्जोयमेन्ट, I don't want any kind of enjoyment before getting part time job भनेर चाहिँ मैले तिनीहरूलाई भने। मलाई पनि जुम यताउति भन्दै थिएँ तर आई स्टप। मेरो छ, मसँग पास छ, म अहिले निस्केर हिँड्न बेर्लिन जान सक्छु, फ्राङ्कफर्ट जान सक्छु, म्युनिक जान सक्छु, उता कहाँ के जान सक्छु। बट अगर मलाई जरुरी काम भयो जानुपर्ने भने त्यति बेला जान्छु म हैन। कहीँ इन्टरभ्यूको कल आयो या फेरि इन्टरभ्यूको लागि कहीँ ढोका ढकढक्याउनु पर्यो एचआरको भने म त्यति बेला जान्छु। तर नचाहिने चिजमा चाहिँ म हिँड्दिनँ र मेरो आदत पनि छैन, कहिल्यै पनि त्यसरी म कहिल्यै हिँड्दिनँ हैन। त्यति नै भन्न चाहेको छु। र हेर्दै जाऊँ के हुँदो रहेछ लाइफमा, कहाँसम्म पुगिँदो रहेछ र कसरी चाहिँ जब पाइँदो रहेनछ। यत्रो पढेर र यत्रो सङ्घर्ष गरेर यहाँ आइसकेपछि कसरी पाइँदो रहेछ म पनि हेर्छु। र आई विल ट्राई and I will try and I will find a solution. I will find a solution हैन। हामीले भन्छ नि प्रब्लम मान्छेसँग, हरेक मान्छेसँग प्रब्लम छ हैन, एकदम ठुल्ठुलो प्रब्लम छ। मसँग कस्तो खतरनाक प्रब्लम छ, मैले त भनेर अर्काले बुझ्दैन। अब तपाईँले हेर्नु हुँदैछ यो भिडियो, तपाईँसँग पनि यति धेरै प्रब्लम छ, तपाईँको घरको फाइनेन्सियल प्रब्लम, फ्यामिली प्रब्लम, उता खानदान प्रब्लम, उता के प्रब्लम। बट प्रब्लमलाई लिएर हामीले बस्नु हुँदैन। प्रब्लमको सल्युसन खोज्नु नि आर्ट हो हैन, आर्ट भनिन्छ। सो प्रब्लमको के छ सल्युसन, त्यसलाई खोज्नु नि बहुत ठुलो आर्ट हो जिन्दगीको, बहुत ठुलो कला हो जिन्दगीको। त्यो कलालाई हामीले ल्याउनुपर्छ भित्रबाट। हरेक मतलब धेरैभन्दा धेरै मान्छेसँग चाहिँ प्रब्लम हुन्छ
त्यो प्रब्लमको सल्युसन खोज्दैनन् उनीहरूले चाहिँ आफ्नो कलालाई सही समयमा सही टाइममा युटिलाइज गर्दैन, सही जग्गामा युज गर्दैन र त्यो प्रब्लममा फसि नै राख्छ। तर बेस्ट थिङ इज टु फाइन्ड द सल्युसन इज द आर्ट अफ लिभिङ। ओके, सो त्यति नै भन्न चाहन्छु। थ्याङ्क यू सो मच।